हेलो गाइस, इस्मी अशोक जङ। के छ हालखबर सबैजनाको? सन्चै राम्रै हुनुहुन्छ होला सबैजना। ल स्वागत छ न्यू भ्लगमा हजुरहरूलाई। आजको भ्लग चाहिँ म गाउँबाटै स्टार्ट गर्दैछु। धुँधी लागेको छ गाउँमा पुरै। धुँधी लागेर केही पनि देखिएको छैन यताउता। जाडो चाहिँ धेरै बढिरहेछ आज। हजुरहरूको के छ हालखबर नयाँ ताजा? सन्चै राम्रै हुनुहुन्छ होला सबैजना होइन। आज चाहिँ जाडो धेरै बढिरहेछ। जाने होइन अङ्कल? जाने होइन? जाम आउनु। ल ल ल हामी जान लागेको चाहिँ एउटा अङ्कल हराउनु भयो अरे होइन। जङ्गलतिर सोध्यो, घाँस सास काट्न जानु नि रहेछ। उहाँ चाहिँ हराउनु भयो अरे। हिजोदेखि आउनु भएको छैन अरे घरमा। त्यही भएर चाहिँ हामी खोज्न जानु लागेको। अब के कस्तो हुन्छ जाँदैछौँ। अब हजुरहरूलाई अपडेट दिइराख्छु है म चाहिँ। अहिले चाहिँ हामी अब सबै जम्मा भएर जाने खोज्नलाई जाने भन्ने कुरा छ। अब चाहिँ हामी जाने एकछिनमा। यहाँ चाहिँ म हल्का मान्छे जम्मा भएपछि हिँडिहाल्ने हामी चाहिँ। मान्छेहरू जम्मा हुँदैछ जाने एकछिनमा। धुँधी चाहिँ आज धेरै लागिरहेछ। यो चाहिँ हाम्रो गाउँको जङ्गल साइड। खेतहरू छ, खेतबारी चाहिँ जङ्गल छ, नर्सरी। यो साइड चाहिँ हाम्रो गाउँ छ, पुरै गाउँ हो यो साइड चाहिँ हाम्रो। यता खेतीसेती गर्छन् होइन, तोरीको खेतीहरू भयो, सब गर्छन् यता चाहिँ। खेतीपाती पनि राम्रै हुन्छ। आज चाहिँ धुँधी धेरै नै लागेर अलि सिन चाहिँ अलि राम्रो छैन। चाहिँ धेरै नै लागिरहेछ। यता चाहिँ तोरी यस्तो दामी तोरी भइरहेछ। यता चाहिँ यो चाहिँ हाम्रो दिदीहरूको खेत हो। यहाँ चाहिँ तोरी यस्तो राम्रो भइरहेछ नि, पुरै सिनै बबल आउने क्या। यताको साइडमा पनि छ। यताको साइड चाहिँ पुरै गाउँ छ हाम्रो। बिचमा खेतहरू छ अनि साइड साइडमा चाहिँ हाम्रो गाउँहरू। साइड साइडमा बाटोको साइड साइडमा घरहरू छ, बिचमा चाहिँ पुरै खेती छ। यता साइड पनि यो साइडमा चाहिँ पुरै खेती गर्छन् होइन। यो पुरै खेत पारीसम्म पुरै घर भने बाटो साइडमा मात्रै छ। अनि यता चाहिँ यता पनि खेत छ। यता चाहिँ अलि खेती गरेको छैन। उता पारी साइड चाहिँ नर्सरी छ। खोज्न जाने भनेर हिँडेको छ होइन हामी चाहिँ। अब यहाँ चाहिँ मान्छे सबै एक्लै भएर हिँडिरहेछन् रे। अब कहाँ गएर जम्मा गरेर जाने त्यो चाहिँ थाहा छैन। यसलाई चाहिँ म पनि हिँडिरहेको छु, कहाँसम्म पुगिन्छ। यो चाहिँ हाम्रो फिल्ड हो है। म तपाईँहरूलाई अपडेट गराउनु लागेको थिएँ। यो चाहिँ हाम्रो फिल्ड हो। फिल्ड क्रिकेट सिर्केट सबै खेल्छ है यहाँ चाहिँ। हाम्रो यो बुद्धभूमि 1 चपेला भन्ने गाउँको फुटबल फिल्ड चाहिँ यो। कन्डिसन चाहिँ यस्तो खराब छ नि यो फिल्डको, केही बनाएको छैन, केही पनि छैन होइन। यो चाहिँ हाम्रो बाटो। अब हामी चाहिँ जाँदैछौँ। कहाँसम्म पुगिन्छ हेरौँ अब है। चारैतिर जङ्गल छ। अब हामी चाहिँ खोज्न हिँड्ने हो अब।
कहाँसम्म पुग्ने थाहा छैन। आज अब भर्खर नास्ता सास्ता गरेर हिँड्यो। हेर्दै जाउँ अब कहाँसम्म पुगिन्छ। म चाहिँ हिँडिरहेको छु कि कहाँसम्म पुगिन्छ। चारैतिर जङ्गलै जङ्गल छ होइन, पुरै जङ्गल छ। हाम्रो बाटो हामी चाहिँ है हेरौँ कहाँसम्म पुगिने रहेछ। अब हेर्दै जाउँ। पुरै हामी चाहिँ अब नदी सदी पार गरेर पारि जाने जङ्गलतिर। धेरै टाढा नै छ भनौँ, धेरै टाढा नै छ। जाने हो जहाँसम्म, हेरौँ कहाँसम्म पुगिन्छ थाहा छैन होइन। पुग्न चाहिँ टाढै पुग्ने आज चाहिँ, नदी पारि नै भन्छ होइन, टाढै जाने हो। त्यही भएर अब जान कहाँसम्म हुन्छ जान त पर्यो होइन। हेरिरहेको छु म पनि। हाम्रो चाहिँ पुरै चारैतिर जङ्गल छ है, यताउता चारैतिर जङ्गल हो होइन। पुरै जङ्गल बढिरहेछ यहाँ चाहिँ। हाम्रो गाउँतिर चाहिँ अब आज यता भेटियो भने भेटियो, नै भने फेरि भोलि अर्को गाउँको यस्तो यस्तो गरेर पालि पालो जान्छ होला जहाँसम्म। हराएको चाहिँ हिजो अरे, हिजो घाँस सास काट्न गएर अनि नफर्किएको भन्ने सुनेको। अब हेरौँ खोज्न जाँदैछ मैले। के भएको कस्तो हो अब गएपछि मात्रै थाहा हुन्छ उहाँ त। यहाँ गएपछि मैले चाहिँ साथीहरू भेटाएको थिएँ अनि साथीहरू चाहिँ हाम्रो गाउँतिरकै अनि अर्को गाउँतिरको, दुईवटा गाउँतिरको साथीहरू मिक्स भएर आएको रहेछ। अनि त्यसपछि हामी चाहिँ यहाँदेखि लाग्यौँ फेरि। यो चाहिँ हाम्रो नदी, यो नदी चाहिँ यताको चाहिँ अलि सानो नदी छ, यो गाउँकै खोला बग्ने हो। अझै योभन्दा अलि अघि चाहिँ अझै ठुलो नदी छ क्या। अनि यो चाहिँ खोला तर्ने सिस्टम चाहिँ यस्तो राम्रो बनाएको छ नि। यो चाहिँ केरेसरमा के भन्छ अरे, केरेसरमा गिट्टी बाल्दा लिँदाखेरि बनाएको क्या, दामी बनाएको रहेछ। कति बजीतिर रहेछ र हिजो फेरि हराएको? बिहानै हराएको? बिहानै हराएको मान्छेले त बेलुकी कति चाँडै आएको घाँस लिएर होइन, हामी दाउरा खन्नु जाँदाखेरि घाँस लिएर परिसकेको थिएँ। हिजो 2 साढे 2 भएको। हिजो साँझ खोज्नु पर्ने के अरे, तर यो जाडाले बिचारा बुढाबुढी मान्छे जङ्गलमै भएको भए त जाडो त्यस्तो जाडो छ रातभरि। जङ्गलमै छ नि यिनी गाउँमा निस्कियो छैन। जङ्गलभित्र भए त काम छैन। रणगाईतिर निस्किन पर्यो, पत्थरकोट पक्कै निस्किया छैनन् होला। पत्थरकोट निस्किएको भए खबर दिन त्यही आउने, मलाई लैजा भन्थे। मोबाइलको फोन नम्बरसम्म पनि छैन साथीसँग। कतिसम्म पुगेका हुन्, यतासम्म पुगेको थियो भने जोडी गइदियो भए त त्यहाँबाट यत्रोसम्म पुगेको। यताउता हेर्न हुन्थ्यो। हामी यसोपट्टि लागेका घाँस काट्न भन्ने एउटा बिहे बाछा हराएपछि त त्यो हिँडेको पाइलो पत्ता लाएर होइन बल्ल भेटाइन्छ के अरे। गएको सँगले फेरि कस्तो नलिकन आएर नि त फेरि कुन कस्ता यसो यताउता बोलाउनु पर्छ को। उही गहिरो बगेर चाहिँ यो बेला नबोलाइ चुपचाप घर बसेर अर्को दिन चाहिँ बगायो भन्ने अनुमान गरेर खोजेको हो त। रणगाई पुगेर भेटाएको के अरे। अब बुत्तिखेरि बगेको तिमीलाई थाहा रहेछ। अब भन्दैन भन्ने यस्ता बुढा अन्त रह्यो गहिरेलाई पनि आखिर चाहिँ भेट्दै भेटेन नै होइन, मै भेटाउँछु भन्न गएको त त्यो पानीले पुरेको खोल्दामा चाहिँ उसमा
जरा खाएर अल्झ आयो त्यतिकै न यिनले जति पत्ता हो यो पक्कै मान्छे हो भने यिनले भटेन जेठा ए तपाईँहरू भट्ट फुल्लाको टिममा हुनुहुन्थ्यो भटेन जेठाको त्यसरी खोज्नु पर्यो बुढो यसैमा छ भनेर गएपछि त त्यसमै जो त बोरो सोरो भनेर छोडेर हिँड्छ होइन मैले भनेको थिएँ अब यो हिलाले पुऱ्याउ छ अलिक ख्याल गरेर हेर्नु पऱ्यो यो जरा अल्झिएको छ भनेको नभन्दै चाहिँ जरा अल्झिएको सबै जीर्ण भयो त्यो जङ्गल काटेर सक्न त मान्छे हिँडेन त भन्थ्यो सफा गर्ने यो पानी कति चिसो होला यताबाट छ कि अलि पानी नटेकिकन जाने जस्तो उता त लामो छ यता त्यहाँ त गहिरो छ है साइकल हिँड्ने नि गहिरो गएर छ लामो नि लामो यो तडानी बाटो बनाइसकेर रहेछ नि त हिँड्ने यो नदी पानी फेरि जब यो तार लाएपछि कुद्नै पर्छ कुचाबाट कुद्नै पर्छ पानी कुच्नै पर्ने हो ढुङ्गा राखेछन् के यो जाडोमा पानी कहाँ कुद्छन् र मान्छेले बलुवा सारुवा भरेर राम्रो बनाएर यो चाहिँ अर्घाखाँचीदेखि आएको नदी होइन गुडुङ खोला भन्छ अनि पत्थरकोटतिरबाट आएको छ यो चाहिँ धेरै नै ठुलो छ क्या यो नदी यो चाहिँ हाम्रो पुरै टिम थियो होइन कमसेकममा पनि हामी टोटल्ली गर्ने भयो भने 30-35 जना जति मान्छे थियो होला लगभग 40 जनै थियो होला मान्छे चाहिँ होइन टोटल्ली मान्छे यहाँदेखि चाहिँ आदि साथीहरूले छुट्टेर जाने भन्ने कुरा गर्दै थिए होइन अहिले चाहिँ नछुट्टिने अलि अगाडि गएर बल्ल छुट्टिने भन्ने कुरा भयो अनि पुरा भइसकेपछि हामी हिँड्दैछौँ अब हिँडेर हेरौँ कहाँसम्मबाट छुट्टिने कुरा हुन्छ हामी त पुरै जङ्गल पार गरेर उता नदी पारीसम्म जानु पर्यो रन्गाईसम्म गाउँसम्म पुग्नु पर्ने भयो आउँदै गर्नु है नास्ता खाएर आएको कति बजीसँग फन्ने यो पनि रहेछ नि त अरू त होइन फेट लिनु दिने भयो जङ्गलमा फेट कहाँ दिनु दिन्छ फेट लिनु दिने हाम्रो टोली यहाँसम्म पुग्यो बल्ल होइन मान्छे भन्दा पुग्ने कहाँसम्म हो लाग्ने 2 वर्षलाई छ एक दिन लाग्छ र नि म त थोरै घाँस काट्न आएको हाँगा भएको पैजारो बेटा यहाँदेखि चाहिँ हाम्रो कुरा चाहिँ के भयो भने हामी चाहिँ अब जहाँबाट घाँस काट्न गएको नि त्यहाँसम्म चाहिँ नछुट्टी जाने त्यहाँ गएपछि चाहिँ बल्ल यताउता कता जाने अनि सोधेर यसो बुझेर त्यहाँ बसेर सब जम्मा भएर जाने भन्ने कुरा भयो होइन
यो चाहिँ हाम्रो नदी पारीको जङ्गल हो होइन। नदी पारीको जङ्गल, यहाँ घाँस दाउरा काट्न आउने ठाउँ चाहिँ यही हो हाम्रो चाहिँ। टाढा नै छ, लगभग लाग्छ होला लगभग आधी घन्टा 40 मिनट जति लाग्छ होला लगभग पनि होइन। त्यति हिँडेर चाहिँ दाउरा खन्द आउनुपर्छ दाउरा घाँस गर्नलाई होइन। टाढा छ, टाढा त हाम्रो गाउँ छेउ नै जङ्गल छ, तर गाउँ छेउको जङ्गल चाहिँ नर्सरी हो हाम्रो, त्यहाँ चाहिँ काटकुट गर्न मिल्दैन काट्न ओर्नलाई होइन। त्यही भएर यो जङ्गल यस्तो झप्स्याहार भएको छ होइन। यहाँ पुरै दाउरा खन्दा मान्छे छापिन्छ। आज चाहिँ हाम्रो टोली चाहिँ मान्छे खोज्नु डर लाग्ने पनि भएछ कि अलि जङ्गलको झप्स्याहार बढेछ यस्तो। म पुरै चालेको छु यो वनमा एक्लै चालेको छु मैले केउका सिजनमा केउ खोज्नु। अहिले त मलाई त राम्रो राम्रो चाहिँ यता यो के भन्छ त्यहाँ नै आउनु डर लाग्छ यार। यस्तो हुने रहेछ कि के हुने रहेछ भने अब अलिकति उमेरमा योसित म चाहिँ हातमा हतियार छ भने म आक्रमण गर्न सक्छु, म बच्न सक्छु भन्ने हिम्मत हुने हो। तर मान्छे जस्ता पनि जान डराउने हुन्छ। शरीरमा अलिकति कमजोरी जस्तो होइन, अलिकति उमेरले चाहिँ अलिकति डाउन गऱ्यो भने मान्छे अटोमेटिक आफै पछाडि हट्किन्छ। काम छैन के अरे भिडियो बनाउँदै हिँड्दै काममा पुग्यो। हामी चाहिँ जङ्गल छिरिसकेका छौँ होइन। यो जङ्गल चाहिँ यस्तै नै छ क्या, झप्स्याहार छ होइन। जङ्गल पुरै झप्स्याहार भएको छ क्या। यो चाहिँ मान्छे हिँडी यत्तिको दाउरा खोज्नलाई हिँड्ने, अनि बाख्रा साख्रा चराउन हिँड्ने भएर हल्का हल्का बाटो छ, नभए भने साइडतिर चाहिँ घुस्न नसकिने झप्स्याहार भएको छ क्या। हामी चाहिँ हिँडिरहेको थियौँ होइन। यहाँ जङ्गलमा चाहिँ यस्तै छ, सालै पछि यस्तै भइरहेछ कि अहिले चाहिँ। पिछलो साल पनि एउटा अङ्कल भैँसी हेरेर के गरेर फर्किँदाखेरि हराएर हो कि के भएर गर्दाखेरि लास्टमा चाहिँ खोलाले बगाएको रहेछ होइन। त्यही ठुलो नदीले बगाएर चाहिँ तल काइम डेकतिर भेटाएको अरे भन्ने सुनेको थिएँ। म चाहिँ बाहिरतिर थिएँ क्या पिछलो साल चाहिँ। अहिले चाहिँ हिजो घाँस काट्न जानुभएको एउटा अङ्कल भन्दा नि हजुरबा नै भनौँ, 60-65 वर्षको मान्छे होइन। घाँस काटेर फर्किनु भएको अरे। घाँस काटेर फर्केपछि चाहिँ कता जानुभयो कसैले देखेन कि उहाँलाई। त्यही भएर हामी चाहिँ खोज्न हिँडेको छौँ। हिजो दिउँसो खेर हराउनु भएको अरे। त्यसपछि चाहिँ हामी खोज्दा हिँड्दै अब यहाँसम्म आइसक्यो। हामीले सुन्नमा आएको चाहिँ घाँस काटेर फर्किनु भएको अरे। फर्केर चाहिँ आधी बाटोबाट कता लाग्नुभयो मान्छेले देखेन अरे कि, हल्का अघि हुनुहुन्थ्यो अरे। अनि त्यही भएर हामी चाहिँ जाँदैछौँ। अब के हो कस्तो होइन, भेटाइन्छ भेटाइँदैन त्यो त थाहा छैन। पनि खोज्न जानु पऱ्यो गाउँमा बसेपछि होइन। पुलिसलाई पनि खबर गरेको, पुलिसले चाहिँ अब यस्तो जङ्गलको खन्दाले त देखिँदैन होइन। उसले गर्ने भनेको यति मात्रै हो कि अब रिपोर्ट लियो, अब बाहिरतिर हराएको भए त खोज्थ्यो पनि होला। अब जङ्गलमा चाहिँ हामी आफै खन्न हिँड्नुपर्छ। आज भेटिनु भने चाहिँ अब भोलि के हुन्छ त्यो चाहिँ थाहा छैन। आजको हाम्रो टोली चाहिँ अब यहाँ जम्मा भएको छ, यहाँदेखि डिसाइड गर्ने कता जाने भन्ने। तिनजना हुनुहुन्थ्यो, उहाँसँग 4 जना। उहाँलाई ल बुवा अगाडि हिँड्नुहोस् हामी आउँछौँ भनेर हिँडाल्नु भएछ होइन। चिसो पानीबाट हो, चिसो पानी त्यही हो। त्यहाँबाट यस्तै खोलखोलै पालतिर हुने यो खोलै खोल आदि यहाँबाट हात्तीबाट निस्किने होइन। आदि अब यताबाट छ नि माथि अलिकन फेरि बाटो यो बाटो यो बाटो बिर्सेर यो बाटो पुरानो पानी ट्याङ्कीबाट घाँस बोकेर बा उतै जानु अरे। यहाँदेखि चाहिँ हामीले उता जानुभएको छ अरे भन्ने चाहिँ खबर सुनियो होइन। घाँस बोकेर अब जानु भएको छ कि नै त हामीलाई थाहा भएन होइन।
यहाँदेखि चाहिँ हामीले दुईवटा टिम बनायो। एउटा टिम चाहिँ उता मोहबारीतिर अर्को बाटो जाने, एउटा टिम चाहिँ अर्को बाटो जाने। दुईवटा बाटो भएर मोहबारी नै जाने भन्ने कुरा भयो। ऊ टिम चाहिँ उताबाट मोहबारी गएर फर्किन्छ, उता के भन्छ अरे बिरपुर हुँदै फर्किन्छ होला होइन। हाम्रो टिम चाहिँ फेरि यता रनगाई हुँदै फर्किन्छ क्या। नआउनु पर्थ्यो कि तिमी नसकिन होइन जाडो फेरि आज लास्टै होइन, यत्रो दिनसम्म घाम लागिरहेको। आज चाहिँ फर्कै हुन्छ बिहानदेखि पुरै धुनी लागिरहेको नै छ भनौँ। फर्क्यो त्यसपछि हामी चाहिँ उहाँ फेरि घुमेर आउने फर्केर जाऊ घर लगभग पनि 1.5 किन जान्छौ फर्केमा यार तिमी? पर्ने हामीले होइन। यहाँदेखि जानुपर्छ अनि यताउता झप्स्याएर छ क्या। यो चाहिँ हल्का त्यो साइकलहरू पनि लिएर हिँड्ने जस्तो छैन क्या बाटो चाहिँ होइन। अलि झाडी पनि अलि बाटो खराब पनि छ क्या। आउनु त यहाँ दाउरा साउरा खोज्न मान्छे आउँछ होइन, सबै मान्छे छापेकै हुन्छ। तर यार जस्तै त्यत्रो भारी त उहाँसम्म त बोकेर हिँड्नु त सक्दिनँ। दाउरा त भेटिनु पर्ने नि होइन। अनि घाँस त्यो त घाँस पनि फालेन नि क्या यार, बोकेरै हिँड्ने क्या सहित घाँस त भेटिनु पर्ने यार। अनि त यहाँ आउँदै रहेछ नि भैँसीले खाने जस्तो घाँस होइन। राम्रो घाँस रहेछ नि यहाँनिर खासै मान्छे आएर त्यतातिर लिन्छन् क्या बाख्रा भैँसी ल्याउँछन् आएर। यता आउँदै भए पर्दा दाउरा खन्नेले नि भेटाउन पर्ने क्या होइन। दिनभरि छापिन्छ त्यो दाउरा खन्ने साह्रो के त्यही भएर भारी बोकेर कताको मान्छे भारी बोकेर हिँडेछ भन्नुभयो कि सुन्छौँ हिँडे। फेरि सौलो ल एक्लै हिँड्ने भनेर लगाइदिनु कति हराउँदा नि यता यता लगाइदिनु फेरि 20-20 दिनै एउटा मान्छेलाई खन्न हिँड्दा पर्छ फेरि के को दाउरा हो? दाउरा त बहुत रहेछ नि यतातिर त्यो होइन। पुरै तर यो चिरिन्न पुरै बटा रहेछ होइन सिरिन्छ चिरिन्छ पछि गएरुवा थियो। अब त हागे दाउरा रहेछन् क्या यतातिर आउने तर टाढा पर्छ कि बहुत कहाँ राख्ने थारूहरू लिएर घाँस पनि रहेछ क्या त घाँस सास काट्न आउन र यो भनेको ठिकै मिडल एरिया हो कि हाम्रोतिर मोहबारी गाडी यहाँ आउँदै त ट्याक्क आउने पछाडि बाँड्ने सट्टी जाने कि चलाएर यहाँ लतार लान सकिन्न साइकल यहाँदेखि चलाएर नि बाटो यस्तो सकिन्न कि ओके अब यस्तो पाइला हेरेर काँडा हुन्छ यार खाइलाको कुनका हुन्छन् ठुक प्याट्टा पारौँ के यता गएको छिटा जाने कि उता गएको त्यही त भने यता गएको छिटा जाने कि यता गएको छिटा जाने बासा त रहन्छ नि जाम 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 केटाकेटी पारा हुन्छ खोला खोला त कति 3टा खोला तर्यो कि 4वटा यस्तो त 2टा 4वटा भयो उहाँदेखि केरेसर सिमबाट गर्ने नि त बिहान खाएको अलिअलि तातो तातो पनि छ आउँदाखेरि त केही नै हुन्न बिहान यसो केही नास्ता त खाएर हिँडेको कि यार गाह्रै छ। पैसा नि हाल्दै छैन कि ढाडको झोल पनि हन्काउने भिडियो बनाएर फेसबुकमा हालिहाल फेसबुकमा हाल्ने हो हालिदिइहाल हाल्दिन है अहिले हाल्ने होइन घर गएर यसलाई एडिट सिडिट गरेर यहीँबाट मिल्दैन त नि यहीँबाट मिल्दैन क्या ऊ छैन नेट छैन यहाँ नेट पेक राखेर साल हो यो सालको साल के हो कि स्टार्टदेखि नै बनाएको छु के अरे मान्छे भेटौँ नि भनेर भेटिन्छ किन होइन बेमटी नि भेटिन्छ यार अस्ति भेट्थ्यो यार 15 दिन पहिला आज भोलि नि भेटिन्छ र 15 दिन पहिला भेट्थ्यो कि थाकल पनि बहुत रहेछ त काट्न आउने भन्थ्यो ठुल्ठुलो अब हुन्न फेरि थाकल हुने रहेछ अस्ति मैले काटेर लिएर गएको थिएँ यो निक्लेछ नि पेटारी यसमा यो निक्लेपछि झन् राम्रो हुने रहेछ हो र
हुन्छ हुन्छ नि त कहाँ हो नि मैले अस्ति लिएर गति काटेर राम्रो हुन्छ यो घाँसको लाग्यो घाँसको लागि रुखै ढलाइदिएछन् क्या यो त जीवट वन जीवट त्यो किरो लगाएर नि त्यहाँ जङ्गलमा घरको फेरि किरो लगाएर खतम भयो उ लग्यो नि त्यहाँ होइन पकाएको आउनु भैँसीलाई काटेर माछा हाल्न ल माछा हाल्नलाई लग्यो क्या सुली हेर नि दाउरा त यहाँ आउने त यस्तो दाउरा पनि यार साल होइन र यो हो सालै हो यस्तो आगो लाएर आगो लगाएर ढले रहेछ कि उहाँले पछाडिबाट पाइला हेरेर भएन पस्नु भयो हो नि त हामी यत्नै एउटा हराइनी रहेछ भन्ने एक्लै आएको होइन तर यता बड्डा नगए जस्तो यता त यार बाटो ठुलो आउने अर्को खोला 5वटा खोला तरिनी भयो गएर भेट भएपछि के हुन्छ बाटो यताबाट रहेछ कि अगाडि हिँड्नेले बाटो भिराए मलाई त घाँस काट्न बेच्न आउनु त पर्दैन मैले त जान्ने बाख्राले घाँस काट्छ आउँदैन कि म त बाख्राले घाँस त्यत्ने पोलतिर सजाउनु यताउति घाँस हुन्छ बुट्टा सानो देखिए बाख्रालाई घाँस काट्न त हिँड्ने त दाउरा लिन ल हामीलाई भएन गर्दै त्यहाँ त्यत्ने उताबाट गरेर ल्याइन्छ बाख्रा घाँस लिँदा कसले के भन्छ अरे त्यत्नै नजिक जङ्गल भएर बाख्रा साख्रा पाल्न पाइएन भने त के भयो त फाइदा हामीलाई जङ्गल भएको जङ्गलको छेउमा बसेर हेर फाडा बुटा काट्ने हल्का घाँस घाँस त लिन पाउनु पऱ्यो कि मान्छेले बिक्री गरेर आउँछ फेरि त्यो पनि हो कि लगेर अब त एउटा घाँस काट्नु चाहिँ फ्याँदैबाट ढलाइदिन्छ नि कति गर्छन् पो फेरि त्यहाँ केही नभए पनि 15 दिनलाई खुलाइदिनु पर्छ जे मन लाग्छ त्यही काट भन्नु त्यहाँ साल साल छानी छानी काट्छन् कि यही रहनु अरू काट्दैनन् फेरि ठुलो उडाइदिन्छ ठुलो उडाइदिन्छन् त्यहाँ यो तार लाखन नि 5 वर्षलाई नदिनु पर्छ हो कि साइकलवाला यहाँ त मान्छे छिर्न नसक्ने हुन्छ बाटो हो भइहाल्छ साइकललाई यो बाटो साइकलवाला दिनको एकखेप तर जङ्गलभित्र पस्ने नि यत्न आउनु पर्दैन कि त्यो दाहिने बाएँ कि दाउरा त पनि भेटिन त भेटिला नि तर कता भेटिन्छन् अब टक्क गाउँ गाउँ घुम्न त यार होइन गाउँ गाउँ यस्तो गाउँतिर खोज्न त उतातिर त्यहाँ बाइक साइक भएको मान्छे जान पर्ने नि होइन सर र मिसिनले सोरे रहेछ कि पुरै यत्रो ट्र्याक्टर हिँड्ने बाटो बनाएको छ यार मिसिन लगाएको हो क्या डामर खासै बिग्रिन्न बाटो के मजबुत नि बहुत हुन्छ नि यो बाटो फेरि पिल्लरमा चुना लाख्ने के यो बोर्डर रहेछ क्या यहाँबाट यता यो रुख नकाट्ने यो रुख नकाट्ने यो चाहिँ लास्ट खोला होइन अनि यो पार गरेपछि पनि लगभग अझै 1 घन्टा चाहिँ हामीलाई हिँड्नुपर्छ क्या वहाँ जानको लागि गाउँमा जानको लागि अहिलेसम्म चाहिँ भेटाइएको छैन है हामीले अहिलेसम्म भेटाइएको छैन र म गाउँसम्म पुग्नुपर्छ हामी एउटाले निकाल्दिने एउटाले खाने अझ ठ्याक्कै गइन्छ ठ्याक्कै चाहिँ पातालीमान ठाउँ त्यो प्यान्ट्याङ यहाँ गइन्छ जडम बन्दुक पड्काउँछ न बन्दुक जाम जाम हिँडौँ मोबाइलले खने चाहिँ पानी मैले पानी छ त भन्छ उही भित्रबाट आउँछ पानी मोबाइल त म पुरै चाल्यो भाइ मोबाइल त म पनि माथिसम्म गएको उताबाट अब म पनि उतिबाट गएको यताबाट त गएन वा माथि खेतै खेतमा एउटा घर छ है दोकान त्यहाँसम्म पनि पुग्यो जान खाने यार राति 12 बजे घर आएको त्यहाँ गएर जान खाएर यो घाँस बहुत खान्छ नि होइन यो कुरकुरे घाँस है क्या
पुरै चिनी जस्तो हो होइन हो यो भएको ठाउँमा पानी हुन्थ्यो कि उहाँकै यो भएको ठाउँमा पानी हो पानी भएको ठाउँमा यो हुने रहेछ पहाड त नि चिदीमा मात्रै हुन्छ नि होइन बर्खामा त्यहाँ त पुरै पानीको लहरा उठ्दैन भाइ अब उकालो सुरु भयो हो पहाडमा जुन पानी हुन्छ हेर्नु अचम्म छ यार सुन त छोडा पोलपुरबाट म जानुहुन्छ चिसो पानी भन्ने ठाउँ आउँछ फेरि म अगाडि माथि चाहिँ यस्तै पाइन्छ कति छ माथिसम्म बरु चाउडा गोजा भर्छु अरू चाहिएन भन्ने लैएलाई गोजामा हालेर तर पर्ने कुरो आकलको सिजन हुनुपर्ने कि स्वास्थ्य बढ्यो बढ्यो अब उकालो लाग्यो उकालो लाग्यो मैले चाहिँ यस्तो यस्तो भारी बोकेर यस्तो उकालो हिँड्ने होला मान्छे चारतिर हान्न पर्छ क्या चारतिर ओह्रालो लाग्यो फेरि अब उकालो र ओह्रालो थाकल थाकेर छ अगाडि गएर पाइला हेर पाइला उहाँबाट फर्केर यहाँ आए जति त्यही भयो कि अब मोबाइल आएर त्यही छैन राम्रो मोबाइल खेल्न जाने भनेको यो थकाइदार थाकेर होइन जान पर्छ उताबाट सबै दुखिया झर्ने हामीले मोबाइल देख्छौँ नि मोबाइल घाँसो छैन रुख मात्रै हो कसले बोकोस् ढुङ्गा यार ढुङ्गा रहेछ नि खोलामा मृग हरापालेका मृग आउने नि यहाँ चराउन आउने रहेछ नि बाह्र बाह्र भैँसी लिएर आउँदैछ नि हिँडौँ हेलो हेलो गाइज हेलो ल हामी चाहिँ अहिले लगभग 1.5-2 घन्टा भयो हिँडेको होइन 1.5-2 घन्टा भइसक्यो हिँडेको अहिलेसम्म भेटाएको चाहिँ छैन हामीले हल्का खबर चाहिँ सुन्नमा आएको छ कि हामीलाई पल्लो गाउँतिर गएको छन् रे भन्ने बाहिर हेर्ने मान्छेले भनेको भारी बोकेर यता गाउँतिर गएको भन्ने खबर सुनेर हाम्रो चाहिँ 2टा टिम भएर हिँडेको छ एउटा टिम हामीसँग छ एउटा टिम उता गएको छ 2टा टिम चाहिँ अझै गाउँतिर पनि गएको छन् है अहिलेसम्म भेटाइएको छैन घाँस बोकेर हिँडेको हुन् रे भन्ने चाहिँ खबर सुन्ने छ खबर चाहिँ अब सुन्नमा आएको चाहिँ त्यही हो घाँस बोकेर यतै गाउँतिर गएको छन् रे भन्ने सुनेको जाँदैछौँ हिँडेको चाहिँ धेरै भइसक्यो लगभग 1.5-2 घन्टा भइसक्यो हिँडेको अब भेट्नेलाई चाहिँ के गर्छन् जहाँसम्म राम्रैसँग भेट्युन् भन्ने कुरा हो जाडो धेरै छ आज फेरि बिहानैदेखि जाडो धेरै छ जाडो एकदम बढिरहेछ होइन अब हेरौँ कहाँसम्म हुन्छ हेर्दैछौँ आज चाहिँ धेरै टाढाकै सफर हुने भयो
तपाईँहरूलाई चाहिँ म सबै चिज देखाउँदै जान्छु, हेर्दै जानु सबै चिज है। हाम्रो टिम चाहिँ अगाडि अगाडि हिँडिरहेछ सब, लगभग 10-12 जनाको टिम चाहिँ यता आइरहेछ। हाम्रो 10-12 जनाको टिम चाहिँ उता गएको छ। हाम्रो चाहिँ एउटा टिम चाहिँ यताबाट जाँदैछ खोज्दै, त्यो गाउँतिर गएको भन्ने सुनेको खबर सुनेर जाँदैछौँ। बहुत गाउँतिर हिँड्छन् भने चाहिँ फेरि फर्किँदा जङ्गलभित्रतिर खोजेर जाने, जङ्गलभित्र खोज्दै जानुपर्छ। अहिले चाहिँ लगभग अर्को गाउँ पुग्न लागिसक्यौँ हामी। 10-12 जनाको टिम छ। यो रह्यो जङ्गलको सिन। जङ्गल चाहिँ पुरै जङ्गल नै छ, धेरै जङ्गल, ठुलो जङ्गल नै छ यो भनेको। लगभग 1.5 घन्टा लाग्न लाग्यो हामीलाई यो जङ्गल पार गर्नको लागि। हाम्रो टिम चाहिँ थाकिसक्यो यहाँ, हाम्रो टिम पुरै थाकिसक्यो, रेस्टमा छन् सबै। अझै लाग्छ अरे 15-20 मिनट गाउँ पुग्नलाई चाहिँ। अहिले टिम थाकेर यहाँ बसिरहेछ मस्त। अब एकछिनमा फेरि हिँड्ने हो। दामी रहेछ नि होइन, पिकनिक खाने जस्तो। सम्म पुरै यार पानी रहन्छ, पानी अलि टाढा भयो कि। हाम्रो टिम चाहिँ यही हो। अर्को टिमलाई अब कन्ट्याक्ट गर्दैछौँ, कहाँसम्म हुन्छ। अब उता भेटाइसक्यो कि के गऱ्यो भन्ने थाहा छैन। यहाँ चाहिँ सिन राम्रो रहेछ, पिकनिक सिकनिक खानको लागि चाहिँ एकदम दामी रहेछ है यहाँ भने। र कोही आउने भए पर पिकनिक सिकनिक खानको लागि चाहिँ एकदम दामी छ। एरिया चाहिँ राम्रो रहेछ है यो। यो यता चाहिँ राम्रो रहेछ। हाम्रो टिम उता बसिरहेछ, हेरौँ। अनि र हामीले चाहिँ गाउँमा एन्ट्री गरेर होइन, लखतलाई अहिले उल्टा फेरि जताबाट आएको त्यतै फेरि। यहाँ माथि र नि होइन, तल एउटा खेतमा घर छ कि। त्यो घर नि छिरिदिनु फेरि केरा पाकेको यहाँ बोटैमा कति खाइकेर हामी यहाँ बाइक लिएर आएर। तिमीहरू फेरि कहाँ भेटौ नि अन्त? तिम्रो कहाँ भेटौ? एउटा घर भात पकाउनु भन्न पर्ला है यार। बिहानै हो कि कति 6 बजीतिर होइन, 6-6:30 बजीतिर भाग परेको कि। मैले त सुनेको थिएन, मम्मीले हाक परेर उठ झन्डै त्यहाँबाट उठेर हिँडेको। हाम्रो गाउँमा एन्ट्री भयो। यहाँ चाहिँ हाम्रो टिम पनि उताबाट यति आउने हो। कहाँ हुन्छ हेरौँ। अहिले चाहिँ हामी भर्खर गाउँमा एन्ट्री गर्दैछौँ। अब यहाँ सोधपुछ गर्छौँ, आएको छ नाचिनन्। अब यतातिर नआएको भए फेरि उतातिरबाट फेरि खोज्दै जाने हो। मौवाबारी भन्ने गाउँमा आइयो। यहाँ चाहिँ हेरौँ। चट्ट फार्म बनाउने बाख्राका होइन, यहाँ चाहिँ त्यही गर्ने दामी हुन्छ कि। तर यत्रो जङ्गल यहाँ बाघ भालु त होला नि होइन? मान्छेको सबैले नै हुन्छ। हाम्रो चाहिँ गाउँमा एन्ट्री भएछ भर्खर। खोजौँ अब कहाँसम्म हुन्छ के हुन्छ, सोध्दै बुझ्दै जानु पर्यो। त्यसपछि के हुन्छ। उतै गाउँको मान्छे हराएर हो के अरे?
घाँसको बारी पुगेर अब अलिकति दिमाग थिएन अब यतै लाग्नुभयो मोबाइलतिर भन्ने हाम्रोतिर यताका डिया जान्नन् कहाँ र कर्तव्यको हाम्रो चफेला भेलाइ यताबाट हानिनु भयो कि यताबाट हामी यतै पहिला यहीँबाट फर्किने कुराकानी गरौँ यसो थाहा त होला त पहिलो गरे यो के अरे जङ्गल म अब आउने बाटो यही हो भर्खर बुटुल गरेर हामीले देखेनन् महबारी गाउँ लोहार घर त्यो होइन पहिला मानेको माथि हो मानेको अझै माथि हो माथि ऊ माथि हो पहिला त उसको रुख थियो है माथि अहिले त मोटर बाटो बनाएर त्यही त्यहीँ मोटरबाट पऱ्यो त्यसो भए झरौँ अब हामी त्यहीँबाट यसरी झरौँ त्यहीँ माथि जाऊँ त्यहाँबाट यसरी झर्दै जाऊँ जानुहोस् त्यहाँबाट पल्लो टोल जानुहोस् पल्लो टोलमा त म छु के अरे त्यता त देख्दैन धुर्कोटे घर धुर्कुटे घर तल हो होइन धुर्कोटे गर्थ्यौँ जाम त्यहीँबाट जाम र यसो फर्कौँ ल जाम यही बाटो गइन्छ को तलबाट ल हामीले चाहिँ भर्खर थाहा पाएछौँ हल्का मान्छे यतातिर झरेछन् रे भन्ने थाहा पाएछौँ होइन हो कि होइन अब जाँदैछौँ यतातिर एउटा मान्छे देखेको अरे भन्ने चाहिँ सुनेछौँ हामीले अब हो होइन गएपछि थाहा हुन्छ जाँदैछौँ भर्खर जानुभएको अरे बुढा मान्छे 60 वर्षको 50 60 70 वर्ष अब उहाँ उमेरको यहाँ कोट बोक्नु भएको नि त्यहाँको उमेरको कसैले देख्नुभयो भेट्नुभयो भने यतै गएको देख्नुभयो अरे कसैले तल गएको भन्छन् कसैले घाँसकै बारी बोकेर घाँसको बारी नचढ्ने पनि ल हामीले चाहिँ भेटिन्छ भन्ने चाहिँ अब आश लागिरहेको छ है हामीलाई यतिर घुम्दाखेरि भर्खर यतातिर गएको अरे भन्ने चाहिँ हामीले सुन्यौँ भर्खर अब जहाँसम्म होला जहाँ यो चाहिँ मौवाबारीको गाउँ हो मौवाबारीको गाउँ रहेछ यो चाहिँ धेरै लगभग 2 घन्टा हिँडेर यहाँ पुगिसक्यो अब चाहिँ हेर्दैछौँ हामीले यता एकजना मान्छे देख्नु भएन यहाँ बाबुले सोधौँ न ल यहाँ चाहिँ सोध्न जाँदै हुनुहुन्छ नमस्कार सन्चै हुनुहुन्छ एकजना बुढा मान्छे आएका माई खोल्न कहाँबाट बेलैबाट घाँस कालीकोलाबाट हराएका कहिले हिजो 12 बजे यहाँ तल अर्काले देख्नु भयो त यहाँसम्म केही नखाइको त भेटेलान् बाजे उसो भने हिजो कत्रो आएछन् रे ल यतै जाऊँ न जाऊँ ल यतै हो रे भन्ने चाहिँ हामीले सुनेछौँ कोही घरकोले चाहिँ देखेछन् भन्दैछन् कोही घरकोले देख्यौँ भनिरहेछन् अब जाऊँ यता गएको देखेको अरे अब चाहिँ जाँदैछौँ हामी घाँसको बारी चाहिँ हिजो बोकेको मान्छेले आएछन् बोकी छन् रे अब मान्छे कता छन् भन्ने हेरौँ जहाँसम्म अब खबर चाहिँ हामीले पायौँ यता गएको भन्ने चाहिँ हेरौँ भेटौँला जहाँसम्म हामीले आज हेर्दैछौँ अब कहाँसम्म हो हामीले चाहिँ सुनेको चाहिँ खबर यतैतिर गएको रे भन्ने यसो कसैको घरमा त के गयो होला नि त होइन बाटै यस्तो घाँसै बोकेर हिँड्ने बाटै यो चाहिँ गाउँ रहेछ एकदम दामी छ गाउँ चाहिँ पुरै यता पारी रहेछ याद यात्रा हुन्छ कन्सेप्ट खुवाक हुन्छ
यहाँ पालतिर हाम्रो माउली गाँस हो त मुख्य कुरा अब एक ठाउँ गएर बाटो सोधौँ त्यहीँ पऱ्यो। यतातिर पनि खेत रहेछ पुरै। यो चाहिँ हाम्रो टिम आइरहेछ है। भर्खर हामीले खबर सुनेको छ यता गछन् रे भन्ने। अब यहाँबाट चाहिँ दुईवटा बाटो लाग्यो। बाटो दुईवटा लाग्यो। अब यो दुईवटा बाटोमा चाहिँ गएको कता हो भन्ने थाहा भएन होइन। कतिखेर अरे यता लाग्यो फेरि? अहिले बिहान चाहिँ हो अरे होइन? बिहान कतिखेर दियो? एउटाले फेरि म तल देखेको नि त भन्दैन नि तल। दामी रहेछ है। पहाड एरियाको खेतहरू पनि दामी दामी खेतहरू रहेछ। अनि घरहरू होइन। हामी चाहिँ अब घर घर सोध्दै हिँडेछौँ। हेरौँ अब हिँड्दा हिँड्दै अब कहाँसम्म भेटिन्छ है। अगाडि गएर सुन्दैछ पछि माइला बुढी होइन र? माइली हुन्छ माइली हो नि को दिदी को माइली छ नि त यहाँ मन्दिर बस्छु नि यहाँ चाहिँ ताल एकदम राम्रो रहेछ है। हामी मान्छे खोज्दा खोज्दै यहाँ आइपुगिसक्यौँ। मान्छे चाहिँ भेटाइएन। तर यहाँ चाहिँ सिन चाहिँ यहाँ टक्क यो चढेर चाहिँ उता पारि जाने सिस्टम रहेछ है। डुङ्गा चढेर राम्रो रहेछ सिस्टम चाहिँ। दामी सिस्टम बस्न ओर्नलाई घुम्नहरूलाई होइन एकदम राम्रो बनाएको रहेछ। पिकनिक सिकनिक खानलाई। अब हामी बसेर थाक्यौँ हिँड्यौँ हामी। यता चाहिँ राम्रो रहेछ है। यता पिकनिक सिकनिक खाना ओर्नलाई यतातिर सिस्टम रहेछ। यहाँ चाहिँ हामी भर्खर यहाँ पुग्यो। हामी चाहिँ अहिले भर्खर यहाँ आइपुगिसक्यौँ। यहाँ चाहिँ माछा पालन सालन रहेछ होइन। माछा पालन सालन गरेको रहेछ। ताल चाहिँ ठुलै छ यहाँ। ताल पनि एकदम ठुलो रहेछ। यहाँबाट पारि चाहिँ मन्दिर छ। यहाँ मन्दिरमा जाने सिस्टम रहेछ होइन। बस्ने फोटोसोटो खिच्नहरूलाई चाहिँ एकदम राम्रो रहेछ यहाँ भन्ने। मान्छे खोज्दै खोज्दै गाउँतिर चाहिँ यहाँ आइसक्यौँ हामी। अब यहाँबाट चाहिँ अब जाने भन्ने कुरा भयो। मान्छे चाहिँ अहिलेसम्म भेटेको छैन। अझै खोज्दैछन्। हेरौँ अब मान्छेले कोही कोहीले देखेछन् भन्ने सुनेको हो। तर मान्छे भेटिन्छ भेटिन्न त्यो चाहिँ थाहा छैन हामीलाई आज चाहिँ है। यहाँ चाहिँ सिस्टम राम्रो रहेछ। पानी पनि रहेछ यहाँ होइन। पानी पनि सबै दामी आउनु रहेछ नि पानी नि होइन। यहाँ त नुहाउन धुनलाई दामी रहेछ सिस्टम यार। धुन त अलि छ रहन्छ ओके हिँडिहाल्ने अब खाएर हिँडि। यो पोखरी चाहिँ होइन पुरै रातो पानी छ यो पोखरीमा। यो पुरै होइन खुनको पोखरी खुनको पोखरी जस्तो रहेछ होइन। यसमा भिजिट गर्न छ कसैलाई डुङ्गा सुगा चढ्न छ भने सम्पर्क गर्दा हुन्छ। हाम्रो टोली चाहिँ आज त्यसै फर्कियो। माछा हाल्दै रहेछ कि होइन। एउटालाई त इनफ छ तोरी धान है। माटै बेचेर कति कमायो होला? अनि यहाँ माछाबाट कति कमायो होला। माटै पुर्न फेरि लाग्छ के अरे? यो त यसलाई त पुर्छु भन्नु त कामै छैन। अब आधी आउँछ सम्पत्ति। साथी सम्पत्ति आउँछ। यसमा माछै पाल्ने हो कि। तर यो व्यक्तिको होला कि जस्तो लाग्छ। हो तर माछा पनि त यसबाट त दरो बेच्छ होला नि त होइन। हम त होला माछा यार यसमा। आउँछ नि त यार। त्यो जति खेती हुन्छ नि। हामी चाहिँ नदीमा आइयो बल्ल। यो नदी चाहिँ बहुत ठुलो छ।
टाइम पास अब के छ र कामहरू यो चाहिँ नदी होइन यो नदी चाहिँ एकदम राम्रो छ यो नदी चाहिँ पहाडतिरबाट आएको अर्घाखाँचीबाट आएको नदी हो यो चाहिँ गाइस त सुरुमा हो यो बिचबिचको हो के यो चाहिँ अर्घाखाँचीदेखि आएको नदी हो बहुत ठुलो बगर छ यहाँ चाहिँ यो अगाडि चाहिँ घाट छ होइन मान्छेहरू जलाउने यो नदी भयो यो चाहिँ बहुत ठुलो छ यो पुरै नदी यो पुरै बगर छ यो चाहिँ पुरै बगर हो यो